हेलो गाइस, स्वागत छ तपाईँ सबैलाई मेरो ब्लगमा। दिस इज लङ आफ्टर ब्लग। हामी चाहिँ यहाँ मस्ट टिभी हेरिरहेछौँ। ओ बुढा बुढीहरू, वाट इज योर नेम? बेलारु। ए बेलारु खै भन त। क्रिस बेलारु भनेको तपाईँको नाम के हो? दिस इज माई जोर्डन गाइस। टक पारेर अनि अब चाहिँ हामी घरबाट निस्किरहेछौँ। यहाँ घुम्न बोलाउँ न। अब हामी चाहिँ टक पारेर मैले हेर्नु जुत्ता नि लगाइसकेँ टक पारेर। अनि बसन्ते खै 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 चस्मा आमा मारेको छ त ल। अब चाहिँ हामी यहाँबाट टक पारेर चाहिँ हाम्रो गन्तव्यतर लागिरहेछौँ। अब यसो बोट सोट चढौँ न, के कसो हुन्छ भने हेरौँ टक पारेर होइन। अनि हाम्रो उता बसन्तको अब भाउजूहरू नि आउँदै हुनुहुन्छ। सो अब हाम्रो यहाँ गाडी चाहिँ 2 मिनटमा आइरहेछ गाइज। गाडी चढेर सी यु अप देयर। बाई हियर गाइज। हामी चाहिँ ओस्टरपोर्टमा पुगेछौँ। टाक्लिया। अनि हाम्रो छिमेकीहरू बुढाबुढी नि यता टक पारे बसिरहेछन्। अनि यहाँ चाहिँ हामीले अब बाटो काटेर चाहिँ आज चाहिँ हामी कहाँ गइरहेछौँ भने चाहिँ अगाडि भनिसकेपछि तपाईँहरूलाई मैले ओस्टरपोर्ट गइरहेछौँ। आज हामी बोट चढ्नेवाला छौँ। खै छिमेकी कहाँ छिन् नि? देखिँदैन नि थिए। सो अब यहाँबाट हामी सिधै बोटमा पुगेर चाहिँ हामी तपाईँहरूलाई फलो ब्याक गर्नेवाला छौँ। हेर्नु होला, बवाल हुनेवाला छ। ओ साथीहरू, हामी चाहिँ फाइनली ओस्टरपोर्ट पुगिसकेका छौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ पानी चाहिँ अहिले सुकेरहेछ। पानी सुकेर रहेछ, नत्र त बवाल छ त यार। हेर न यस्तो अबुई यस्तो दामी छ। अनि अब अगाडि गएर चाहिँ अब एउटा होटेल छ होइन, त्यो चाहिँ पहिला चाहिँ सिप थियो अनि फर्दर चाहिँ पछि चाहिँ होटेल भएको रहेछ। टक पारेर हाम्रो सेनाहरू नि आइरहेछन् साथीहरू टक्क पारेर। अनि यहाँ यो चाहिँ हाम्रो इन्ट्रेन्स भयो होइन गाइज। यस्तो दामी आइरहेछ। म त खतरा आइरह होला। ल स्क्रिनसट गरेर राख है त। ल ल ठिक छ। हामी चाहिँ फाइनली पुगिसकेका छौँ। तपाईँलाई हेर्ने मन छ कस्तो छ? साँच्ची हो। 3, 2, 1 एन्ड दिस इज बोट। हामीले चढ्ने बोट चाहिँ होइन, दिस इज द बोट होइन, रेस्टुरेन्ट हो यो चाहिँ। अब हामीसँग त्यस्तो पैसा छैन, त्यही भएर चढ्नलाई चाहिँ छैन। अब राम्रो छ यार ठाउँ त वाइल्ड। कहाँबाट चढ्ने हो दोस्त? ए मलाई थाहा छ सबै कुरा कहाँबाट चढ्ने हो भनेर। तपाईँहरूलाई म देखाइहाल्छु कहाँबाट चढ्ने। ओए बवाल छ त यार। बवाल छ त यार। सो गाइज हेर्नु सक्नुहुन्छ यस्तो दामी। आम्मो मेरो फोटो पनि घरिघरि त राम्रो राम्रो आउँदो रहेछ त यार। सो हेर्नुहोस्। यस आई अलरेडी सिन। दामी यार। यहाँ स्विमिङ हान्न त पाउँदैन क्या। त्यो चाहिँ सिप, यो पनि सिप। अनि ऊ त्यस्तो चाहिँ चढ्ने होला, त्यहाँ देख्न सक्नुहुन्छ। टक पारेर गइरहेछ। अब टक्क पारेर हामी पनि बोट चढ्छौँ। हाम्रो गाइजहरू त्यहाँ छन्। सो तिमीहरूलाई देखेर मलाई एउटा गीत गाउने मन लाग्यो। जो गीतको शीर्षक छ त्यो मलाई त भन्दिनँ म। अब हामी बोट चढ्छौँ अब। सो गाइज अब यहाँ चाहिँ हामी बोट चढ्छौँ। बोटमा चढिसकेपछि कस्तो हुन्छ, त्यहाँको भ्यू कस्तो हुन्छ त्यो चाहिँ म देखाउनेवाला छु। हेर्दै गर्नु होला। लाइक सेयर सब्सक्राइब हान्नु होला। बोट आइसकेको छ। यो चाहिँ हामी चढ्ने हो। यो चाहिँ फ्री चढ्न मिल्छ। अनि त्यो सानो सानो योटहरू चढ्न चाहिँ पैसा लाग्दो रहेछ। यो चाहिँ हाम्रो कार्डबाट, ट्रान्सपोर्टेसन कार्डबाट फ्रीमै चढ्न मिल्दो रहेछ। अनि यहाँ चाहिँ हाम्रो तालु दाजु हुनुहुन्छ। नगरौ। यहाँ चाहिँ अब हामी बोट चढे। कहाँ छ दोस्त? बवाल सिन भ्यू आउने ठाउँ कहाँ छ? ए त्यो भित्र चाहिँ बस्ने हो? ए बाहिरै बस्ने हामी त। चेक इन गर्नुपर्छ? ए चेक इन नि गर्नुपर्छ? ए छोडिदियो कि चेक इन यहाँ बसौँ। सो हाम्रो बोट चढिसकेको छ।
मजा आइरहेछ अब आउ न गाइस चेक इन गर्यो भित्र नबस न बाहिर बसौँ के सो यहाँ हामी चेक इन गरे ए यार मेरो ठाउँ लियो कि फेरि अर्कैले यहाँ सबजना फोटो खिचिरहेछन् गोरेहरू टक पारेर मजा आइरहेछ आहा ओ यारको बोट नि आयो दोस्त कस्तो लागिरहेछ दोस्त यहाँ त म स्विमिङ हानिदिन्छु मान्छु म त यो तालमा टक्क पार वाउ चढ्न दिँदैन यसो मात्र नै या यही अब यस्तै हो यहाँको सिप राइड भन्ने कि के राइड भन्ने यहाँ टक पारे यहाँ चाहिँ यो चाहिँ रेस्टुरेन्ट रहेछ म त यो चढ्न भए पो रैला मजा आउँथ्यो त यार अब पाहाड यस्तो दामी छ मजा आइरहेछ टक्क घाम नि मस्त परेको छ हाम्रो यो तालु दाईहरू चाहिँ यहाँ चढिरहेछन् अनि यस्तै हो बोट ड्याङ मजै आइरहेछ भनौँ तल भएर अलि पानीको छिटा आयो पो बोटिङ गरेको रे मजा हुँदै थियो त के गाडी चढे जस्तै मान्यो गाई मैले त मजै आइरहेछ कि तर अलि यो भएन यो हल्का पानीको छिटा आएपछि अलि ऱ्याफ्टिङ गरेको टाइप भयो पो वाह यो हो नि त भन्ने हुन्छ यो त कहाँ यत्रो ठुलो छ यो तल कस्तो छ अब यस्तै यो बोट अब यो बोटको यात्रा यहीँ खतम गरौँ त्यसपछि चाहिँ यो पछि चाहिँ के हुन्छ भनेर म देखाउनेवाला छु यो पछि हामी बाहिर गएर चाहिँ त्यहाँ पार्कहरूमा गएर टक्क पारेर चाहिँ के भन्छ पार्कहरू अरू पनि छ उता पछाडितिर त्यो चाहिँ हेर्नेवाला छौँ यहाँ मैले त यहाँ साइकल लिएर आएको छु नि त के हो यस्तो पारा खुलिक साइकल लिएर आएको छु ठिकै छ यो पनि लगाइछ हेरौँ यो पछि के हुन्छ जाम भनेको हाम्रो बोटको इन्टेरियर चाहिँ देखाउने मन लाग्यो यहाँ चाहिँ अब के हो यो गाडी चढ्यो कि बोट चढ्यो कन्फ्युज भयो हुन चाहिँ यो झ्यालस्याल खुल्दैन र अब यहाँबाट हेर्न सक्नुहुन्छ यस्तै हो यो बोट घुमाइरहेछ कि के गरिरहेछ कुन्नी त्यहीँबाट चढ्छन् मान्छे ए यो ट्रान्सपोर्टेसन पो है एक ठाउँबाट अर्को ठाउँ के ट्रान्सपोर्टेसन नि हो नि यो त उता यताको मान्छेहरू त त्यहाँ चढेर सट्टै जान पाइयो नि त यस्तो रहेछ ट्रान्सपोर्टेसनको लागि रहेछ हाम्रो साथीहरू यहाँ बसेछन् त्यो चल्छ त्यो होटेल बनाएको होला है त्यो हेर न यस्तो बवाल छ यार त्यो त है ल अब चाहिँ हामी त पार्कमा गएर तपाईँहरूलाई त्यो पार्क कस्तो छ देखाउनेवाला छौँ त्यो पार्कमा जान्छ हामी पछि सिधै गाइज फाइनली हामीले चाहिँ बोट चढेर पार्कतर्फ आएको थियौँ यो चाहिँ हाम्रो अर्को बोट रहेको छ दिस इज रेस्टुरेन्ट गाइज छिटाउ त्यो चाहिँ रेस्टुरेन्ट अनि यो यहाँ चाहिँ पार्क हो अनि यहाँ चाहिँ अब उता चाहिँ राजा बस्छ अरे भन्न चाहिँ मैले सुनेको थिएँ अनि यो चाहिँ पार्क चाहिँ अब बवाल छ हौ यस्तो हेर यो चाहिँ यत्रो चाहिँ यो चाहिँ अब पुरानो सिप हो बिग्रेर चाहिँ पछि यसलाई रेस्टुरेन्ट बनाएको रे तल मस्त बसेर खाइरहेछन् पैसा छ होला टन्न फालाफाल खाइहाल्छन् नि बसेर यता चाहिँ के हो यो त टुलिप जस्तो छ त गाइज यो चाहिँ के हो चाहिँ हामी हेर्नेवाला छौँ या के हो यो टुलिप हो कि के जस्तो छ यता मान्छेहरू रनिङ नि गरिरहेछन् अनि यो के हो यो नाइस खतरा छ त यार यो ठाउँ त यो ठाउँ चाहिँ अस्ट्रोपोर्टमा हो गाइज अस्ट्रोपोर्टबाट यस्तो 5-7 मिनट तपाईँहरू हिँडेर चाहिँ यहाँ पुग्न सकिन्छ यस्तो बवाल छ हाम्रो गाइजहरू पछाडिबाट आइरहेछन् टक्क पारेर अनि यहाँ चाहिँ के हो पिकनिक जस्तो बसेर खाने ठाउँ नि छ जस्तो छ क्या हो यहाँ त ओहो ए यो के अरे त्यो
यो फुल फुल्ने ठाउँ हो जस्तो माने मैले त्यो फुल फुल्ने ठाउँ हो यो अस्तितिर फुल्यो थियो अहिले त सब खसिसक्यो यहाँ चाहिँ मान्छेहरू चाहिँ ड्राई पिकनिक आउँछन् टक्क पारेर सो यस्तै हो गाइज हेरिदिएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई अनि अर्को भ्लग नि हाम्रो एकदमै चाँडै नै आउनेवाला छ अन्टिल देन सी यू बाई